सूर्यदारी प्रभु महाराज गाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै गाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै गाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै हरि बोल हरि बोल नाच्दै गाउँदै बजाउँदै गाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै गाउँला वैकुण्ठैमा नाच्दै गाउँदै बजाउँदै नाच्दै गाउँदै बजाउँदै हरि बोल प्युठान स्वरदारीको भजन कीर्तन हरे हरे जय सूर्यदारी प्रभु महाराज। आजको भजन कीर्तन समाप्त भइसकेको छ। बाहिरतिरको केही दृश्यहरू देखाउँदैछु मन। अब यहाँ धेरै कार्यक्रम हुन्छ हाम्रो बेलुका भजन कीर्तन भइसके पछाडि अब हुने कार्यक्रम भनेको हाम्रो 9 बजेतिर अग्निको दर्शन हुन्छ, जुन 1952 सालमा चाहिँ प्रभु महाराजले वेद मन्त्रद्वारा चाहिँ अग्नि स्थापना गर्नुभएको थियो। अग्निको दर्शन हुन्छ ठ्याक्कै 9 बजेतिर। गीतधाराहरू हुन्छ, गीतधारा भनेको नै एउटै हो है। पुष्पाञ्जली हुन्छ, त्यही साथसाथै हवनहरू पनि हुन्छ। त्यसपछि अन्तिममा 10 बजे पञ्चाङ्ग देवताको आरती अनि तिलकपाती टिको लगाउने प्रसाद खाने पञ्चमरी खान सक्नुहुन्छ। त्यसपछि गएर सुत्न सक्नुहुन्छ हजुरहरू। त्यसै भजन कीर्तन गर्ने हल चाहिँ यतापट्टि आथ्यो म चाहिँ यतापट्टितिरबाट म चाहिँ अब यतापट्टि बाहिरतिरको दृश्य पनि एकदमै रात्रिकालीन पनि एकदमै मजाको देखिन्छ होइन। अग्निको दर्शन त्यहाँ, अग्निको दर्शन त्यहाँ हुन्छ। टन्न कार्यक्रमहरू हुन्छ, मजाले कार्यक्रमहरू हेर्नुहोस् है। स्वर्गदारी आइसकेपछि बेलुका सम्पूर्ण कार्यक्रम हेर्नु भने एकदमै राम्रो हजुरहरूलाई है। त्यही कारणले 10 बजे छ भने 10 बजीसम्म हुन्छ। त्यसपछि यतातिर पनि धेरैजनाहरू हुनुहुन्छ। के हाया गर्न लाग्नु भएको थियो होला? हाया गरिदिनु न त, गरिदिनु ल। हेलो हाया गरिदिनु ल। कुन ठाउँदेखि आउनुभयो तपाईँ? हस् के भन्नुभयो? दाङबाट आएको उहाँहरू चाहिँ होइन होइन लाइभ होइन, मैले भिडियो नै गरेको युट्युबमा हालिदिन्छु नि त। आमाहरू आउनु भएको छ। आमाहरू चाहिँ कहाँदेखि आउनु भएको अरे? कुन ठाउँदेखि आउनु भएको? कुन ठाउँदेखि? ए मदन पोखरा पाल्पादेखि आउनु भयो है। कतिजना ग्रुप आउनु? 25 जना। ल ठिक छ। पाल्पा खरे पाल्पा सराई ए पाल्पा मदन। ल ठिक छ हुन्छ। अब अग्निज्वाला दर्शन गरौँ है। म चाहिँ यतापट्टितिरबाट यो चाहिँ प्रभु महाराजले पहिलो रातो पसियारको बाँसको बिट छ। त्यहाँ उपापट्टि चाहिँ हाम्रो गौशाला छ। म चाहिँ अब यता भोजनालयतर्फ जाँदैछु। भोजनालयतर्फको घरहरू पनि एकदमै मजाको देखिरहेको छु, हेर्न सक्नुहुन्छ। यतापट्टितिर चाहिँ आउ ताप्ने ठाउँ देखिरहेको छु मैले। बेलुका पख हेर्न सक्नुहुन्छ। क्या मजाको देखिरहेको छ क्या होइन। क्या मजाको घरहरू पनि एकदम चट्ट परेको झट्ट परेको होइन। मजाको देखिरहेको छ। भक्तजनहरू अलिकति कमै हुनुहुन्छ किनभने बिहानतिर चाहिँ सर्रै हिमालको एकदम भ्यू हेर्न पाइन्छ। प्युठान स्वर्गदारीबाट एकदम मजाको भ्यूहरू देखिन्छ यहाँबाट। स्वर्गदारी आश्रम यात्रु भोजनालयको अगाडि ठ्याक्कै आइपुगेको छु म। भोजनालय चाहिँ भित्रपट्टितिर खासै देखाउनु मिल्दैन किनभने हामीले यहाँ 100 जना भक्तजनहरूलाई भोजन गराउँछौँ। एकदमै भोजनालयमा अब शिवरात्रि आउँदैछ, लगत्तै शिवरात्रि आएसम्म भिडभाड हुन्छ है। फेरि को मान्छेले भिडियो गरिरहेछ भन्नु होला, मान्छे चाहिँ यही है, फेरि मान्छे नै नदेखेको है। म मान्छे मन्दिरतिर गएर देखाइदिन्छु तपाईँलाई। ल साथीहरू, यो भिडियो हेरिसकेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबैजना गर्नु पऱ्यो भन्ने आशा गर्दै चाहिँ यो भिडियोमा यतिमै पज गर्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। फुल वाच टु भिडियो साथीहरू सबजनालाई बाई बाई।